देखिसकेको छ र काका भतिज गाउँको मान्छे पनि छ। ठुल्ठुलो बाम देखाउने छ मारा सक्यो भने, नत्र भने डोको रित्तो भने देखाउँछ। अच्छा कस्तो भइरहेको नि आज फर्स्ट टाइम माछा मार्ने। अबे साले जो माफ करना बहादुर थापा नयाँ च्यानल हो, सबैले सब्सक्राइब लाइक सेयर कमेन्ट गरिदिनु होला। जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। स्टार्ट भइसकेको छ, यो चाहिँ हाम्रो गाउँ होइन। हाम्रो गाउँको बाटो चाहिँ यस्तै छ, सोह्रजनी बाटो भनेर भन्छ यसलाई। होइन यो चाहिँ हाम्रो गाउँ है। हाम्रो आज हाम्रो गाउँको साथीहरू पनि चाहिँ यहाँ छ, यसो केही कामले। ओ जाम जाम यता पनि छ हाम्रो। ये फंस गया सीएम। बाटो चाहिँ जो हो कि तर हाम्रो चाहिँ अब यहाँबाट चाहिँ अफरोड लाग्नुपर्ने हुन्छ। यो चाहिँ हाम्रो सर्टकट बाटो, खोला जाने बाटो। बाटोको हालत चाहिँ यस्तै छ। कुन बेला कहाँ गएर यसो काका भतिज गुल्टिने हो कि भन्ने डर। अरे कहना क्या चाहते हो? यस्तो चाहिँ नसोचौँ होला है। हाम्रो त्यहाँ चाहिँ 3जना साथीहरू चाहिँ पछाडि छ र हामीभन्दा अगाडि चाहिँ हाम्रो 2जना साथीहरू चाहिँ हामीले देखिसकेका छौँ। सालो सालो हाई गरिदेऊ न यता यार। यता चाहिँ हाम्रो 2जना साथीहरू। बाटोको हालत चाहिँ यस्तो छ है, के गरे यार, यो के गरे। पानी परेर जस्तो भयो। खत्म, बाय बाय, टाटा, गुड बाय, गया। कट्यो। हाम्रो घोडा चाहिँ अब स्टार्ट हुने कि होइन अरू। चाहिँ हाम्रो मेन अफरोड चाहिँ यहाँ हो क्या। यस्तो छ क्या बाटो, हेर्नु न गाइस। ल हेरौँ साथीहरू, बाटो हेरौँ है। हाम्रो यामारबी दाजुलाई चाहिँ यो बाटोमा ल्याउन पठाउनु पर्ने के, तर त्यो अरू बाटो त के हो र। यो बाटो पो छ त, मेन राइडर त्यता पो छ त हाम्रो काकु। इतनी खुशी मुझे आज तक। गुटुङ टुङ 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 उडाउँछ होला हो। ल आइसकेको छ है हाम्रो अर्को एक टोली पनि आइसकेको छ। ल डोको भरि भारी। ल सबैले हाई गरौँ है, हाई गरौँ। खै के हाई गरेको। यता चाहिँ हाम्रो अर्को टोली। ए ल हाई गरौँ। ल छिटो आम है। यता चाहिँ हाम्रो ल खै के आइजान्छ। मान्छे चाहिँ हेर्दै टन्नै प्याक भइसकेको छ। ये फंस गया सीएम। कौन है ये लोग, कहाँ से आते हैं? खै के हाई गरेको। हाई कोई तरीका है भीख मांगने का? ल हाई गरौँ। कमल डन ला फाइनली हामी चाहिँ फर्स्ट भइसकेको छ गाइज। फाइनली हाम्रो सानो खोला चाहिँ देखिसकेको छ। यो चाहिँ हाम्रो सानो खोला, तर हामी माछा मार्ने चाहिँ यता होइन है।
माछा मार्ने चाहिँ अझै लाग्नेछ 5 मिनेटको बाटो हुनुपर्नेछ फाइनली सानो खोला त आइपुगेको छ तर अब हाम्रो घोडा पनि थाकिसकेको छ त्यही भएर हाम्रो घोडालाई अब एकैछिन विश्राम दिलाएर यहाँ चाहिँ हाम्रो किक हान्नुपर्ने हुन्छ अब हाम्रो घोडालाई चाहिँ हाम्रो घोडा है ओए अभी मजा आएगा ना भिड़ो परेन किक हाल्नु परेन अचम्मै भयो त यार फाइनली हाम्रो घोडा चाहिँ दौडिने अवस्थामा आइसकेको छ अब हामी चाहिँ दौडी सकिन्छ त माछा ओहो फाइनली आइपुगिसक्यो यहीँबाट हो क्या पारिराख्ने कि सर हाम्रो चाहिँ एउटा एउटी कुना टक्क लगाएर पाल्नु पर्यो फाइनली हामी चाहिँ आइपुगिसक्यो होला खोलामा तर यो हाम्रो घोडाले चाहिँ हामीलाई धोका दियो यहाँ आएर यत्रो उकालो नि तान्दैन भने यत्रो उकालो नि तान्दैन हामी चाहिँ यहाँ हाम्रो घोडालाई चाहिँ यहीँ विश्राम गर्नको लागि राख्नुपर्ने हुन्छ यहीँ राखेको हुन्छ अहिले आएर मम्मीहरू आएर झोलामा राखेको हुन्छ क्या हाम्रो माछा मार्ने ठाउँ चाहिँ यही हो यहाँबाट टक्क लाएर यहाँबाट माथि माछा मार्न आएको रे मिचिसक्यो पर्खिँदा वाक्क भइसक्यो म त पर्खेछु अरू मान्छेहरू चाहिँ आएन कि बरु हाम्रो टोलीहरू कहाँ गएछ कुन्नी 1 hour later चट्टो लगाएर हामी चाहिँ भेट भइसकेको छ सबैजना भेला भइसकेको छ अब चाहिँ चट्टो लगाएर माछा मार्नु पर्ने हुन्छ यसमा बिरको हाल्नु लगाएर बोल्ला हो अब माछा मारेको भिडियो चाहिँ देखाउन पाउँदैन होला चाहिँ के हुन्छ हेरौँ भन गाइस के छ तलबाट ग्यार माछा मार्ने ल यो बिर्को कसले हालिदिने त टिकटक स्टार हाम्रो गाउँको टिकटक स्टार त्यो बाटोमा के देखाएको रे कमल डन यहाँ आइज न 1 hour later ल साथीहरू हाम्रो चाहिँ यहाँ माछा मार्ने कार्यक्रम चाहिँ हाम्रो पुरा भइसकेको छ र यहाँ हाम्रो यो आजको नयाँ मान्छे एकजना दुईजना आएको तर एउटा नि माछा पाएन ओ बाजु काठभुटी काठबाम ओ ल छिटो आम आधी टोली चाहिँ उता मार्दैछ है ल जाम ल यो चाहिँ मेरो माछा है साथीहरू छैन रहेछ यो चाहिँ हाम्रो पूर्ण डिप्रेसन काकाको माछा छैन रहेछ ल यसो जम्मै हाल्यो ल कुसुकुसुल धाएको चाहिँ है ल छिटो जाम फुपू भनिदिउँ न त कस्तो भयो आजको माछा मार्ने कार्यक्रम ल माछा हेरौँ त आजको माछा यहाँ ठुलो भोटी छ क्या छिटो आउन ल दिदी अब यता दिदीको पालो माछा देखाउने आजको माछा
पहिला सुरुमा भनौँ माछा मार्ने कार्यक्रम कस्तो भइरहेछ हालिहाल्यो खै आजको माछा है छिजाम न छिजाम पैसा ल्याउनु तेरो पैसा कता छ मान्छे कामी सक्यो ल ल ल ल माछा एउटा नि पाछेन तर अहिलेसम्म जाँगर गरिरहेछ के गाई छोरो हैन साथीहरु मेरा प्यारा प्यारा साथीहरु हात साथ यस्तो भयो क्यार्नु माछा साछा पाइएन टस्टा यस्तो भयो पैसा अब खाजा खानी जाने है माले बगर गएर नहुने एकदम ल जाम न जाम ल आजको बाम है आजको सबैभन्दा ठुलो बाम माछा चाहिँ यही हो यो चाहिँ हाम्रो कान्छा अङ्कलको बाम है कान्छा अङ्कलले सम्हाल्नु भएको बाम ल ल ल ल